हामी चाहिँ चट्ट यो काठमाडौँ टु के अरे पश्चिम काँक्रेभिट्टा टु काठमाडौँ जाने रोड यो चिसापानी भन्ने ठाउँ उदयपुर गाईघाटको है यो चाहिँ यो ठाउँ वन जङ्गल हरियाली छ यहाँ ठाउँहरू हैन यहाँ हेर्न लायकको छ अनि हामी चट्ट चाहिँ गाडीमा आएर गाडी ट्याक्क यहाँ राख्यौँ राखेपछि अनि चट्टसँगले दाइले अनि भाइले अनि एउटा हाम्रो भतिजो केटो छ हैन उनीहरूले भने ल एकचोटि यहाँनिर पनि पसौँ त अवलोकन गरौँ यहाँ कस्तो छ यहाँ भनेर चाहिँ भनेको कारणले म पनि भित्र पस्दैछु हैन चट्ट अनि उहाँ दाइ पनि ठ्याक्क त्यहाँ उभिरहनु भएको छ बाटामा टक्क है उहाँ चाहिँ अर्जुन दाइ अनि त्यहाँबाट अर्जुन दाइ पछाडि फेरि उहाँ उमेश दाइ हुनुहुन्छ उहाँ दाइ पनि मेरो दाजु सबै दाइहरू अनि यहाँ मेरो कान्छो भाइ छ है चट्ट हामी एउटा बाटाको रोडमा हामी ठ्याक्क गऱ्यौँ अनि त्यस पछाडि यहाँ भतिजो पनि यहाँ छ है केटो अनि त्यहाँबाट चाहिँ अब मैले यहाँको चाहिँ कसैलाई कोही साथीभाइलाई चाहिँ काठमाडौँको रोडमा काँक्रेभिट्टा टु काठमाडौँ जाने रोडमा चाहिँ एउटा चाहिँ चिसापानी भन्ने ठाउँमा एउटा रेस्टुरेन्ट यहाँ छ हेर्न लायक अनि झरनाहरू बस्न पुलहरू ब्रिजहरू सबै छ है बस्न तपाईँहरूलाई घरहरू खाने व्यवस्था होमस्टेको पनि यहाँ व्यवस्था छ तपाईँहरू हजुरहरूलाई चाहिँ कहिले काहीँ आउन मन लाग्छ भने आउनु होला त्यस पछाडि म यहाँनिर हल्का भाइहरू दाइहरू चाहिँ अवलोकन गरिरहनु भएको छ यहाँ नित्यको दाइलाई यहाँ चट्टसँगले हामी ल ओके भयो अनि हामी चाहिँ चट्टसँग दाइलाई मैले घरमा गएपछि दाइले चाहिँ ठक्क काम गरिरहनु भएको छ अनि दाइलाई भन्नु मैले आज यस्तो ठाउँमा जाउँ है भने टक्क मैले गाडी लिएर गएको थिएँ ठक्क दाइलाई लिएर गएँ अनि अब दाइले चाहिँ हुन्छ भाइ भने चाहिँ नुहाइ दाइ गर्नु चढाकोसँग दाइ फेरि आउनुभयो अनि फेरि मैले भतिजालाई चाहिँ फेरि यो भतिजालाई चाहिँ फेरि म यो चाहिँ चुवाडे चोकमा आएर चाहिँ भतिजालाई भेटेँ भतिजा फेरि आफ्नो काममा व्यस्त भइरहेको छ साथीहरू है अनि मैले भन्दा चाहिँ अङ्कलले भन्नु चाहिँ फेरि उसले मान्छ क्या त्यही भएर चाहिँ भतिजालाई मैले ल आज त जाउँ अङ्कल कस्तो नजानु भन्यो होइन कस्तो लाग्छ एकदम रमाइलो रबिन अङ्कलको मान्छे यसरी अङ्कलहरूसँग घुम्न पाउँदाखेरि म आफ्नैबाट चाहिँ एकदमै खुसी भएर आइरहेको छ अनि हामी ल यता बिरुतिर जान्छौँ ल यो चाहिँ अब यसो चिया पानी खाने ठाउँ एउटा के खोलो अरे यो तिरुगा खोला नि ठाउँ त यो रत्न के अरे चिसापानी हो यो होमस्टेभित्र आएर बसेपछि तपाईँहरूलाई काँक्रेभिट्टा टु काठमाडौँ टु काँक्रेभिट्टा जाने मेन रोडमा उदयपुर जिल्लाको गाईघाट बजारदेखि जस्ट 11 किलोमिटर होला यहाँ 7 वर्ष 11 किलोमिटर छ भित्र हामी यहाँ आएका छौँ अनि त्यसबाट दाइले त्यहाँ भिडियो गरिरहनु भएको छ अब दाइलाई त्यहाँ भिडियो एकछिन फेरि मैले सिकाउनु पर्छ एकछिन मिनट अनि त्यसमा तपाईँ अरूमा फेरि देखाउनेछु भिजुअलहरू होइन एक सेकेन्ड है म आफै जाँदैछु ल ओके ल अनि दाइले बस्नु त अनि दाइलाई पनि फेरि मैले टक्कसँगले दाइ बस्नु त भने होइन उहाँले फेरि मान्नु भएको छ बस्नुहुन्छ ल त्यहाँ जानु त त्यहाँ गएर बस्नु अनि दाइ चाहिँ टक्क बस्नुभयो अनि अब हामी के पानी सानी खाउँ रेडबुल खाउँ केही छ के छ खाने खाउँ नभए हामी चक्कै बसाइसकेँ मैले है अब बिस्तारै म यो दृश्यलाई चाहिँ म यता घुमाउँदैछु यहाँ फेरि खोलाको पानीहरू एकदम दामी एकदम राम्रो छ अनि तपाईँको होमस्टेहरू बस्ने ब्रिजहरू चाहिँ दामी छ है तपाईँहरूलाई आएर कहिले काहीँ फोटो खिच्न मन लाग्यो केही गर्न मन लाग्यो भनेदेखि यहाँ आएर चाहिँ सम्झिनु होला रबिन मुस्कान युट्युब च्यानलमा तपाईँहरूले चाहिँ लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला र कुनै दिन कुनै मार्फत कुनै पनि तपाईँहरूको चाहिँ भिडियोहरूलाई म लाइक पनि गर्नेछु कमेन्ट पनि गर्नेछु सेयर पनि गर्नेछु रबिन मुस्कानको तर्फबाट तपाईँहरूलाई मेरो रिक्वेस्ट हजुरहरूले मलाई जहिले पनि जहाँ भेट्यो भने म यो रबिन मुस्कान भन्ने यो युट्युब च्यानलमा देख्नु हो भने मलाई लाइक सेयर कमेन्ट गर्नु होला हजुरहरूको लागि म जहिले आभारी खुसी तपाईँहरूको हृदयदेखि माया गर्ने रबिन मुस्कान ओके बाई गुड बाई